जब भूपेन्द्रका काला करतुतहरू बाहिर निस्किन थाले र भुन्टीले अब जसरी हुन्छ केस जित्ने भइन् भनेपछि यिनीहरूले निकै ठुला ठुला षड्यन्त्र रच्न थाले। तर उनीहरूले रचेको षड्यन्त्रले पनि काम गरेन। अब भूपेन्द्र र जेरी भने निकै बौलाउने छन्, किनकि उनीहरूले चालेको कदम फेल भइसकेपछि अझ भुन्टीलाई फसाउन नसकिने भयो। अब जसरी भए पनि भुन्टीले सारा सम्पत्ति लाने भयो भन्ने कुरामा निकै तनावमा छन् भूपेन्द्र। तर भूपेन्द्र अब भुन्टीको अगाडि गएर रोइ कराई गरेर कसरी हुन्छ मुद्दा फिर्ता लिन लगाउँछु भन्दै निकै भावुक बनेर घरबाट निस्किएर हिँडेका छन्। तर सारा कुरा देखिसकेपछि भुन्टी पनि मान्न तयार त पक्कै हुन्छन्। तर भुन्टीको ठाउँमा सुकुमाया नै भुन्टी बनेर बसिरहेकी भेटिन्छन् र त्यो सारा कुरा भेटिसकेपछि भूपेन्द्रलाई अझ ठुलो तनाव हुन्छ। पहिला भुन्टीसँगै भेटिँदाखेरि उसको आँखामा निकै धेरै माया र सम्मान भने देखिन्थ्यो। तर अहिले देखिएकी भुन्टीमा भने भूपेन्द्रप्रति घृणा र भूपेन्द्रलाई जसरी हुन्छ फसाउन र अर्थात् भूपेन्द्रको सम्पत्ति आधा लिन देखिएको त्यो बदला मात्र देखिन्थ्यो। तर भूपेन्द्रले त्यति हुँदा पनि बुझेनन् कुरा। आफ्नी श्रीमती कुन र सुकुमाया कुन हुन् भन्ने कुरासम्म छुट्याउन सकेनन्। बोल्ने कुरा र सबै हावभाव मिलिरहेको थियो। तर सुकुमायाले यथार्थ कुरा गर्दै गर्दा भूपेन्द्रको आँखामा आँसु झरिरहेका थिए। विगतमा जति नै गल्ती गरे पनि अब गर्दिन भन्ने कहिले भूपेन्द्रलाई आएन। तर जसरी हुन्छ तँलाई म सिद्ध्याएर छोड्छु भन्ने घमण्ड भूपेन्द्रमा अहिलेसम्म पनि रहिरह्यो। आफ्नै दाइसँग त पछि हट्न नमान्ने भूपेन्द्र कतिसम्म घमण्डी छन् र कतिसम्म जिद्दी छन् भन्ने कुरा यो निकै ठुलो कुरा हो। र उसका हरेक जिद्दी र घमण्डीपनले गर्दा नै आज भूपेन्द्र यो अवस्थामा पुगेका हुन्। विभिन्न ठाउँमा कुटाइ खाए, विभिन्न मान्छेहरूले थुके, गाली गरे, सारा बिजनेस चौपट भयो। तर पनि भूपेन्द्र अझै लाइनमा आउन सकेका छैनन्। सधैँ भूपेन्द्र आफ्नै श्रीमतीको गलत र श्रीमतीका सारा परिवारलाई नै दोष दिइरहेका छन्। वास्तवमा के भएको हो र म किन यस्तो भइरहेको छु र मलाई मेरी श्रीमतीले किन यति धेरै घृणा गर्न थाली। ऊ बेलामा मलाई सबै थोक मान्ने, आफूलाई जस्तो सुकै अवस्थामा भए पनि मेरो ख्याल वास्ता गर्ने मेरी श्रीमती आज किन मभन्दा धेरै टाढा गइरहेकी छे भन्ने कुरा बुझ्नै सकेनन्। वास्तवमा भूपेन्द्र कति स्वार्थी र निष्ठुरी छन् भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ। अब भूपेन्द्रले जसरी हुन्छ भुन्टीलाई अंश दिनु नै पर्ने भयो र डिभोर्स सँगसँगै आधा सम्पत्ति नै हिँडिसकेपछि भूपेन्द्रको अब कस्तो हालत हुने हो त्यो हेर्न लायकको हुनेछ। र भूपेन्द्रका घमण्डहरू सकिनेछन्। भूपेन्द्र कोर्टमा हार्नेछन् र जेरी पनि त्यो देखेपछि कुन अवस्थामा हुने हो त्यो हेर्न बाँकी नै छ।